तपाईँलाई थाहा छ, अमेरिकाले त्रुटिपूर्ण रूपमा डिपोर्ट गरेको एक आप्रवासीलाई फिर्ता ल्याएको छ। अमेरिकाले त्रुटिपूर्ण ढङ्गले डिपोर्ट गरेको एकजना आप्रवासीलाई फिर्ता ल्याएको छ। सेतोपति अनलाइन समाचारका अनुसार ट्रम्प प्रशासनको समयमा भएको यो डिपोर्टेसनमा त्रुटि भएको पाइएको छ। यसले अमेरिकी आप्रवासन प्रणालीमा रहेका कमजोरीहरूलाई उजागर गर्दछ। यो घटनाले आप्रवासीहरूको अधिकार र उचित प्रक्रियाको महत्त्वलाई पुनः जोड दिएको छ। यस विषयमा थप अनुसन्धान र छानबिन हुने अपेक्षा गरिएको छ। यो घटनाले विश्वव्यापी आप्रवासन नीतिमाथि प्रश्न उठाउँछ र मानव अधिकारको संरक्षणका लागि अझ बढी सचेतनाको आवश्यकतालाई औल्याउँछ। अमेरिकी सरकारले यस घटनाको गम्भीरतालाई स्वीकार गर्दै भविष्यमा यस्ता त्रुटिहरू हुन नदिन उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाएको छ। कृपया ध्यान दिनुहोस्, यो समाचार प्रणाली अझै पनि परीक्षण र प्रशिक्षणको क्रममा छ। केही त्रुटिहरू देखा परेमा हामी क्षमा प्रार्थी छौँ। सबै सामग्री कृत्रिम बुद्धिमत्ताद्वारा स्वतः तयार पारिएको हो र यसलाई निरन्तर सुधार गर्ने प्रयास गरिरहेका छौँ। भविष्यमा अझ सटिक र विश्वसनीय जानकारी प्रदान गर्ने हाम्रो लक्ष्य हो।